ओला बुइना दियास। अस्ति मैले एउटा भिडियो हालेको थिएँ कि रोमानियाको पुलिस रिपोर्ट बनाउनको लागि म आज बार्सिलोना जाँदैछु भनेर। त्यो भिडियो हालिसकेपछि धेरै साथीहरूले मलाई मेसेज गर्नुभएको थियो, कसरी बनाउने, अपोइन्टमेन्ट कसरी लिने, कहाँ गएर बनाउन सकिन्छ भनेर सोध्नुभएको थियो। अनि मलाई लाग्यो यसको बारेमा एउटा भिडियो बनाएर सबैलाई जानकारी दिउँ भनेर आज तपाईँहरूको लागि मैले एउटा भिडियो बनाएको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। रोमानियाको पुलिस रिपोर्ट बनाउनको लागि तपाईँ स्पेनमा बसेर पनि बनाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँ जानुपर्ने हुन्छ स्पेनमा रहेको रोमानियन एम्बेसी। म्याड्रिडमा पनि छ र बार्सिलोनामा पनि छ। तपाईँले त्यहाँ जानुभन्दा अगाडि पहिला अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ। त्यो अपोइन्टमेन्ट लिनको लागि चाहिँ www.econsular.ro यो वेबसाइटमा गएर तपाईँले अपोइन्टमेन्ट लिने अनि त्यसपछि जहाँबाट अपोइन्टमेन्ट लिनुहुन्छ, म्याड्रिडमा भए म्याड्रिड, बार्सिलोनामा भए बार्सिलोना, त्यहाँ गइसकेपछि तपाईँलाई इन्ट्री गराउँछ। त्यसपछि पनि तपाईँले कुन बिदाको लागि आउनुभएको त्यो बिदाको लागि टोकन लिने अनि त्यसपछि तपाईँ गएर भेटघाट गर्न सक्नुहुन्छ र भन्न सक्नुहुन्छ म पुलिस रिपोर्टको लागि आएको हो भनेर। त्यसपछि तपाईँलाई उनीहरूले पुलिस रिपोर्टको लागि अप्लाई गरिदिन्छ। त्यसको लागि तपाईँले लग्नुपर्ने हुन्छ आफ्नो ओरिजिनल पासपोर्ट, स्पेनमा बसेको इम्पार्दोनमेन्टोको कपी। त्यसपछि तपाईँलाई सिग्नेचर गराएर उनीहरूले अप्लाई गरिदिन्छ र उनीहरूले भन्छ तपाईँलाई 30 दिन 35 दिनभित्र यो आउँछ अनि आएपछि हामी कल गर्छौँ अनि तपाईँ आफ्नो पुलिस रिपोर्ट लगेर जान सक्नुहुन्छ भनेर भन्छ। यति नै हुन्छ। मैले पनि अस्ति अप्लाई गरेर आएको हो। त्यसपछि मलाई कल आउँछ, त्यसपछि म पनि लिन जाने हो। यस्तै अर्को भिडियोमा म तपाईँहरूलाई दुबईको पुलिस रिपोर्टको बारेमा पनि भन्नेछु। दुबईको पुलिस रिपोर्ट इस्यु भइसकेपछि पनि तपाईँले थप 2 ठाउँमा लगेर स्ट्याम्प गर्नुपर्ने हुन्छ। त्यो कुन कुन ठाउँ हो, कसरी गर्ने, मेरो पनि प्रोसेसिङमै छ। त्यो आइसकेपछि म तपाईँहरूलाई एउटा भिडियो बनाएर अपडेट गर्ने नै छु। त्यसको लागि मलाई फलो गरेर जोडिनु होला है त।